आरती हरि को कंचन थाली में कपूर बाजी पाई सब ठीक भाली भाती फूल चढ़ाऊं पावा हरि को कृष्ण कन्हैया को जीरा हरैया को मिली जुली गाऊं आरती हरि को मनमा प्रभु कई मुरली सजाऊं सबमा प्रभु सन भक्ति बढ़ाऊं हृदय लगाऊं पाऊं हरि को कृष्ण कन्हैया को जीरा हरैया को मिली जुली गाऊं आरती हरि को स्नेह को जियो माँ जो भी बाजी प्रेम को आगोले बाली बाजी सिरा झुकाऊं पावा हरि को कृष्ण कन्हैया को जीरा हरैया को मिली जुली गाऊं आरती हरि को जानी न जानी भूल भएको क्षमा दिनुहोस् प्रभु पाप गरेको शिर झुकाऊं पावा हरि को कृष्ण कन्हैयाको शिर हरैयाको मिलिजुली गाऊं आरती हरि को ॐ यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिण्या पदे पदे मन्त्रपुष्पाञ्जलिं समर्पयामि। ॐ गजाननं भूतगणाधिसेवितं कपित्थजम्बफलचारुभक्षं उमासुतं सुरगण्यासनायकं नमामि विघ्नेश्वरपादपङ्कजं। देवी प्रपन्नासि हरे प्रसीद प्रसीद माता जगदोऽखिलस्य प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमेश्वरी जगदादरस्य। वन्दे देवोमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं मृगधरं वन्दे शिवनां पतिं वन्दे सूर्यशशाङ्कवह्निनयनं वन्दे मुकुन्दप्रियं वन्दे सप्तजनप्रियं वन्दे शङ्करं शान्ताकरणं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं जगत्सदृशं मेघवर्णं शुभङ्करं लक्ष्मीकान्तं कमलनयनं योगिराजगम्यं वन्दे विष्णुपदं मनसे विभूषितकरा नवनीरदावात् पीताम्बरधरबिम्बफलधरोष्टात् पूर्णेन्दुसुन्दरमुखाधरविन्दनेत्रात् कृष्णात् परं किमपि तद्भवान् न जाने। इमानि पुष्पाणि मनोहराणि सुरासुराभवजलभानि कल्पद्रुवाणि ध्रुवदानि तानि पुष्पाञ्जलिर्भूतसुखाय नित्यम्। कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिः स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणाय समर्पयामि। विघ्नहर्ता गणेश भगवान को जय।
साक्षी श्री सूर्यनारायण भगवान को जय दुर्गा माता को जय वासी शंकर भगवान को जय वैकुंठवासी कृष्ण भगवान को जय आगते पशुपति नाथ को जय क्षेत्र धाम को जय घाट धाम को जय धाम को जय क्षेत्र धाम को जय सिमरा माता को जय धरजलेश्वर धाम को जय कन्हई कोट्यभर धाम को जय नारायण धाम को जय दुर्गा पंचायतन धाम को जय शिव पंचायतन धाम को जय संपूर्ण देवी देवताहरूको जय सनातन धर्म को जय गौ माता को जय जय श्री राधे पापो हम पाप कर्माणां पाप संभवात् लहैनां पुण्डरीकाक्ष सर्व पापो हरो हर सर्व कष्ट हरो हर ओम जन्येन जन्मदेवातां धर्माय प्रधान्य सन्नतेहनाकं मणिमान हसुन्द्रपूर्णेशाद्यः शान्तिदेवाः हर 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 महादेव जय जय श्री राधे श्याम लक्ष्मीनारायण भगवान को इस कार्यक्रम का सभाध्यक्ष कीर्तन मंडली उपाध्यक्ष मानव कल्याण सेवा समिति का सचिव हाम्रो यो वासिङ मेसिन रहेछ गाइस हामी कार्यक्रमको आज हाम्रो लक्ष्मीपुर निवासी लक्ष्मीनारायण कीर्तन मण्डली आदिको सदस्य श्री बालकृष्ण तथा कविता बोधेमा पनि पुगेर लक्ष्मीनारायण कीर्तन मण्डलीलाई 700 भएको छ उहाँको घरमा सदैव लक्ष्मी नारायणको बास होस् छोराछोरीमा सरस्वतीको कृपा रहोस् देश विदेशमा हुने भाइको उत्तर प्रगतिको कामना साथै सम्पूर्ण परिवारजनमा सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै हाम्रो आजको कार्यक्रम सम्पूर्ण कार्यक्रम यही समापन भएको घोषणा गरिदिनु हुन सभाध्यक्षज्यूलाई अनुरोध गर्दै म कार्यक्रम सञ्चालिका बिदा हुन चाहन्छु र हाम्रो लागि कीर्तनजीमा सामाजिक सञ्जाल मार्फत हजुरहरूलाई जानकारी गराउने नि छु भन्दै म बिदा हुन चाहन्छु। हेर्नुहोस् सर राति भइरहेछ हाम्रोमा चाहिँ ऊ त्यहाँ एरोप्लेन छ ऊ त्यहाँ माथि तड्केको एरोप्लेन हो मलाई जानकारी प्राप्त भए अनुसार यो आउने शनिबारको लाइन कीर्तन हाम्रो विमला थापा बी कुलबहादुर भण्डारीज्यूको हाम्रो यहाँ निवासमा तिम्रो छारा भीमबहादुर थापा यहाँ जस्तो भएको छ तलबाट आएको हामी चाहिँ उता कुकुर महाराज विमला थापा बीको घरमा हाम्रो शनिबारको लाइन कीर्तन हुनेछ। म सम्पूर्ण भक्तजनहरूलाई सामाजिक सञ्जाल मार्फत जानकारी गराउने छु भन्दै आजको सम्पूर्ण कार्यक्रम यही समापन भएको घोषणा गरिदिनु हुन सभाध्यक्षज्यूलाई अनुरोध गर्दै म कार्यक्रम सञ्चालिका ईश्वर थापा पनि बिदा हुन चाहन्छु। जय लक्ष्मीनारायण। धन्यवाद हाम्रो लक्ष्मीनारायण हरि कीर्तन मण्डलीका उपाध्यक्षज्यू लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू लक्ष्मीनारायण मन्दिर समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू मानव कल्याण र सहयोग समितिका सम्पूर्ण मेरा आदरणीय मित्रहरू र मेरा सबै मान्य भक्तजन राधे राधे। आज हाम्रो
कविता तथा बालकृष्ण उप्रेती कुनाल उप्रेतीको जन्मदिनको अवसर पारेर लक्ष्मीनारायण कीर्तन मण्डलीलाई यहाँ बोलाउनु भयो। हामीलाई भगवानको नाम दुईवटा जप्ने अवसर दिनुभयो। सर्वप्रथम त म कीर्तन मण्डली तर्फबाट पकाएर आएको छु बर्थडेमा के खायो बर्थडेमा खाना ए बर्थडे नै खाइदिएको हाम्रो सानो भाइ छोरो साथी कुनाल कसको बर्थडे शिखा शिखा मैनाली? उठेको त्यो सिका महिनाले गुनी चोली पनि ए गुन्जरी पनि हो बर्थडे पनि हो हार्दिक आह्वान गर्दछु। अनि सरस्वती माताले सबै मुक्त कण्ठमा बास गरून् मेरो यही कामना गर्दछु। र यो लक्ष्मीनारायण मन्दिर कीर्तन मण्डलीको हाम्रो कोषाध्यक्ष है त सिर्जना कोषाध्यक्ष फेरि बरुवा पनि अलिकति भएको छ। यो कीर्तन मण्डलीले कीर्तन भजन मात्रै गाउने गर्ने होइन, यसले समाजमा एउटा एकताको भावनाको विकास गर्ने अनि मान्छेको कार्यक्षमताको चाहिँ विकास गर्ने प्रगति गर्ने नेतृत्वको विकास गर्ने काम गरेको छ। सृजना बहिनी हाम्रो बागेटा गिरी बहुद्देश्य सरकारी संस्थाको सदस्यमा सर्वसम्मत रूपमा मनोनित भएको कुरा म यहाँ अनुरोध गर्न चाहन्छु र कार्यक्रमको सफलताको शुभकामनाका साथ बधाई दिन चाहन्छु। र यो हामी मात्रै होइन, हामीले त अब यो अर्को पुस्तालाई जन्माउनै पर्छ। अब अर्को पुस्ता नजन्मायो पाए छैन। हाम्रो यही कीर्तन मण्डलीको प्रगतिले हाम्रा चेलीबेटीहरू सबै उप्रेती सुनिता खरेल रिता उप्रेती लगायत टिका बहिनी लगायत धेरै बहिनीहरू लगायत अल्पना बसाकहरू लगायत सबैको नाम कसैको छुटो हुने पनि मान्छौँ होइन। सबैको एउटा चाहिँ एउटा आफ्नो क्षमताको विकास भएको छ। अब यो कुरालाई चाहिँ तपाईँहरू सबैले मनन गर्नुहोस्। तपाईँ अब चाहिँ हामीले भन्दाखेरि पनि तपाईँहरूले भन्नुहुन्छ नि त यस्तै हो हाम्रो नेपालको कीर्तन। थाहा छ भने त लक्ष्मी नेपालको काठमाडौँको हो नै गाइस, तर के अरे झापा लक्ष्मीपुर हो। यहाँ चाहिँ झापा लक्ष्मीपुरको रिकर्डिङ हो यो चाहिँ गाइस। अर्को भ्लग पनि छ मेरो, त्यसको नाम नेत्र प्रसाद हो, हेर्नुहोस्। त्यो मेरो बुनीको भ्लग हो। त्यो अहिले काठमाडौँ गएको चाहिँ अब पर्सितिर आउँछ, पर्सि भोलितिर आउँछ। म चाहिँ भोलि दमक जान्छु गाइस। दमक कस्तो हुन्छ दमक हुन्छ भोलि स्कुलमा जाने गाइस। मलाई किन चाहियो यो तारा। हाम्रो दिदीबहिनीहरू स्थानीय निर्वाचनको जनप्रतिनिधिको रूपमा चाहिँ पुगिसक्नु भएको छ। भोलि उहाँहरूको नेतृत्वको विकासको पनि अझै उहाँहरूको उत्तरोत्तर प्रगतिको कामना हामीले गर्नुपर्दछ। तर तपाईँहरू जस्तो दिदीबहिनीहरूले यसलाई बचाउने, यसलाई लिएर हिँड्ने किन छ त? हामीले भजन किन गाउनुपर्ने? के पाइन्छ त? यहाँ पनि त भगवान् रहेछन् नि त, देख्दा रहेछन् नि त। कुनै पनि कुरा गर्नलाई कर्म गर्नुपर्छ। कर्म नगरिकन त्यसको फल निश्चित रूपमा पाइँदैन। हामीले काममा भात पकाउनु, भात खानाका लागि पनि कर्म गर्नै पर्यो नि त। भाँडामा पानी हाल्नु पर्यो, चामल हाल्नु पर्यो, पकाउनु पर्यो, कर्मै गर्नुपर्छ। त्यस कारण यो सत्कर्म गर्नका लागि तपाईँ हामी सबैले ध्यान दिनुपर्छ। हामी पनि नसकिकन तपाईँहरूको साथ सहयोग हामीले आफूले सक्दाखेरि गरिरहेको छ र भविष्यमा पनि हामी गर्नेछौँ। अब रुद्रजी पनि जोडिनु भएको छ यहाँ होइन। अब उहाँले पनि यसलाई विशेष रूपमा मलाई पनि राख्दै विशेष रूपमा उहाँले पनि अब ध्यान दिनुहुनेछ मैले विश्वास लिएको छु। र यसलाई बढाउँ दिएर यसमा अनिच्छा कसैले प्रकट गरौँ भने पनि बस्योसँग बसेर हामी छलफल किन हामी भजन कीर्तन गर्छौँ त? भगवानको नाम मात्रै जप्ने होइन, भगवानको नाम मात्रै जप्ने होइन, भगवानको नाम जप्ने कुरा एउटा
तर कुनै पनि कुराको प्रगति गर्नका लागि कर्म त गर्नै पर्दछ नि। रुद्रजी र लक्ष्मीजीले हिजो दुःख गर्न नसिकेको भए आज तपाईँहरूले यो सिकाउनुहुन्थ्यो, सिकाउनु आज तपाईँहरू सबै गुरु भइसक्नुहुन्छ। नगरेको भए गइन्थ्यो त, जाइँदैन त, सिकिँदैन थियो। तपाईँहरू सबै गुरु भएको छ। त्यो कर्म हो कि हामीले कर्म नगरिकन फलको आशा गर्नु हुँदैन। कारण यसलाई कसो घटाएर लैजाने होइन, यसलाई कसरी बढाएर लैजाने होइन। हामी पनि भोलि त्यो ठाउँमा पुग्न सक्छौँ र पुग्नुपर्छ भन्ने खालको एउटा महत्त्वाकाङ्क्षा राखेर अगाडि बढ्नु पर्दछ। सबैजनालाई मेरो आग्रह त्यही हो। यो नम्बर भन्ने कुरा मेरो क्यामेरा मास्टर अब भइसक्यो बटन। यसलाई अघि मैले चक्लेट फालेर राखेँ नि एउटा यहाँ। यतिको चकचक चकचक गरेन भने नि केही हिँड्दैन बोल्दैन भने छाम्ची बजाएर लेखिदिएर काटी दुखेर वजन गर्दै म त बोल्न सक्दैन। यो सुन्दै राखेको छु कि वास्तवमा मलाई किन चाहियो यो तारा कविताजी कहिले लाग्यो है भाइ बहिनी हो तपाईँ जाने होला नि ए भयो मादल कसले लगाउँछ भयो मादल कसले होइन हाम्रामा कीर्तन लाउने नि भोलि। ए तपाईँकोमा तपाईँकोमा उता नि भोलि आज बिहिबार होइन बिहिबार भोलि शुक्रबार तपाईँकोमा शुक्रबार शनिबार हुँदैन कि उसको चाहिँ डायरी भजन लेख्या होला यो कसको फोटो हो मैले चिया यो बाबाको फोटो होला हौ बन्द गर्छु हारमोनी बजाऊँ आमा आमा हारमोनी बजाऊँ आमा 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 बजाऊँ
गाइस अब म यो बजाउँछु एकछिन ल खै यहाँ झिन्नु छ यहाँ दुईपल्ट यहाँ अनि एकपल्ट यहाँ अनि फेरि यहाँ ए सुन यहाँ दुईपल्ट अनि तल कहिले बजाएको छैन गाइस मेरो भिडियो किन गरेको तँ पज गर तिमी भिडियो गार्फा बन्ने हो र मेरो जेपिटी भिडियो बनाउँदै पो झमक्कै हुन्छ हामी चाहिँ घर गएको अब होइन नि दिन्छ नि यो अरूको जस्तो हुँदैन कि अपन केही गर्न सक्दैन नि भोलि अपन भएपछि जाँदैन हामी घर जाँदाखेरि सन्जै रनिन्छ Matthew Bishop Transnoji Kinner Transnoji Dinner चाबी लाग्यो होला नानी नानी म बोल्दैछु चाबी लाग्यो छ म बोल्दैछु नानी आएछ यो कहिले यहाँ छ भने आमा दाइको आवाज सुनिहाल्यो नि हो गएको आउँछ नि मामु बाबा घरमा छन् मतलब छैन ए साह्रो रहेछ नि हौ जेरा जेरीको गएको छैन भोलि जाने भोलि जाने दमक ल भाउजू आउँछ रमाइलो कान्छो काका आएपछि हामी पनि ऊ गाह्रो अन्त्य जाने बाबा मामु आबु टस रातभरि भिडियो गरेको टसमा सर्पले भ्याउँछ फेरि लाङ्गा भएर खोइ तैँले मलाई भन म घर पुगेँ घरमा छ भिडियो चाहिँ किन गर्नु हेलो ढोका
जाने भैया त हिँड कसले बनायो सिसिटिभी बाबा ओए खोल न चुकुल्ची सुत्ने हो नि होमवर्क गर्नु पर्यो नि होमवर्क गरेर अँ ला कहिले गर्नु गरेको हुन्थ्यो नि अघि त्यो सिस्टिभी तपाईँ कता